स्वागत छ राई जुदा सिकामा। अनि आज चाहिँ मेरो 75 हार्ट च्यालेन्जको डे 15 हो। त्यसैले चाहिँ हजुरहरूलाई चाहिँ आज म 1 to 15 डेजसम्म चाहिँ मेरो लाइफमा के कति चेन्ज भयो भनेर चाहिँ त्यो कुराहरू चाहिँ म सुनाउन आएको, सेयर गर्न आएको। के चेन्ज भइरहेछ, मैले चाहिँ कति के प्रोग्रेस गरेँ भनेर चाहिँ हजुरहरूलाई सुनाउने छु। अनि है त वाइ आइएम स्टार्ट के मैले चाहिँ किन स्टार्ट गरेको भने चाहिँ डिसिप्लिन बिल्ड गर्नको लागि चाहिँ स्टार्ट गरेको हो। अनि मेन्टली चेन्जको चाहिँ सबैभन्दा स्ट्रङ पार्ट चाहिँ मेरो लागि के थियो भने चाहिँ मेरो माइन्डसेट चाहिँ चेन्ज भयो। चाहिँ ममा के आएको छ भने 15 डेजमा मेरो 5 kg वेट लस भएको छ। अनि योभन्दा अगाडि म कति केजी थिएँ हजुरहरू गेस गर्नु है त। म यति खुसी छु भने डे 12 कि 11 त्यस्तै थियो कि एकदमै मलाई चाहिँ सुरुमा चाहिँ एकदमै उयो भइरहेको थियो होइन, के भन्छ इजी जस्तो लागिरहेको थियो। म एक्सर्साइजहरू गरिरहेको थिएँ अनि पछि हुँदै गएपछि चाहिँ मलाई चाहिँ होइन यो दुईवटै खुट्टाहरू दुख्ने अनि बडीहरू पेन हुने भइरहेको थियो। तर मैले चाहिँ गिभअप चाहिँ गरिनँ, तर म गर्दिनँ। सो साथीहरू मेरो लाइफमा चाहिँ धेरै कुरा चेन्ज भएको छ र चेन्ज हुन बाँकी नै छ है अझै। अनि फर्स्ट अफ अल चाहिँ मेरो लाइफमा चाहिँ के चेन्ज भएको छ भने फर्स्टबाटै जाउँ होइन, वर्कआउट गर्ने हेबिट बसेको छ एउटा होइन दुईवटा। अनि त्यसपछि चाहिँ के भने एकदमै मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के भने बिहान उठ्ने हेबिट बसेको छ। म मर्निङ पर्सन होइन, त्यही पनि बिहान उठ्ने हेबिट बसिरहेको छ। अनि त्यसपछि थर्डमा चाहिँ गएर लट्स अफ वाटर खाने बानी बसेको छ है। अनि जुन रोजमा पर्ने त्यो सेल्फी छ नि खिचेको त्यो डे 1 देखिबाट डे 15 आउँदा हो त्यो फोटोहरू हेर्दाखेरि पनि चेन्जेस एकदम देखेको छ। अनि मेरो वेट लस भयो 5 kg। अनि मलाई चाहिँ कहिले फिल भएको भने डे 6 कि 7 दिन फिल भएको थियो। अनि म जबसम्म वेट जोग्दिनँ तबसम्म चाहिँ स्योर हुँदिनँ भनेर। अनि आज मैले वेट जोग्दाखेरि चाहिँ पाएको रहेछ 5 kg वेट लस। अनि मलाई चाहिँ खुसी लाग्यो है। अनि के भन्छ अरे हजुरहरूसँग सेयर गर्छु भनेर चाहिँ म यो भिडियो बनाइरहेको हो। अनि अर्को कुरा चाहिँ के भने जङ्क फुड चाहिँ बिग नो। अनि एकदमै हेल्दी खानेकुरा खाइरहेको छु। मेरो हेल्दी खानेकुराहरू खाने हेबिट बसेको छ। प्रोटिन भयो, अनि त्यसपछि फ्रुट्सहरू भयो। अर्को के कुरा भने चाहिँ बुक पढ्ने 10 पेज बुक पढ्ने मैले डे 1 देखिबाट पढेको किताब पढेको हो। अहिले म डे 15 आउँदा चाहिँ कति पेज पुगेको छ भने 150 पुगेको छ है पेज। त्यही साथीहरू चेन्जेसहरू आएको छ। अनि चेन्जेसहरू आउन बाँकी नै छ। मेरो 75 हार्ट जर्नी बाँकी नै छ नि त। त्यही हो। अनि हजुरहरूलाई चाहिँ मैले यो कुराहरू सेयर गर्नलाई चाहिँ आएको हो म। अनि त्यसपछि आफूले लिएको च्यालेन्ज लिइसकेपछि चाहिँ हार मान्नु हुँदैन। अनि त्यसपछि गर्नुपर्छ, गरेर देखाउनुपर्छ होइन। त्यही भन्नलाई आएको 1 to 15 डेजसम्मको आजको प्रोग्रेस सुनाएको। अनि अझै मेरो 75 हार्ट जर्नीको चाहिँ अझै दिनहरू चाहिँ बाँकी नै छ। अझ हजुरहरूलाई कति कुरा सेयर गर्ने चाहिँ बाँकी नै छ। अनि सेयर गर्छु म चाहिँ हरेक 15 डेजमा चाहिँ आफ्नो एक्सपिरियन्सहरू चाहिँ हजुरहरूलाई सेयर गर्नेछु लङ भिडियो बनाएर है। मेरो लाइफमा चाहिँ के चेन्ज भइरहेछ, मैले चाहिँ कति के प्रोग्रेस गरेँ भनेर चाहिँ हजुरहरूलाई सुनाउने छु। अनि मेरो प्यारो भ्युवर्सहरूलाई चाहिँ म के भन्न चाहन्छु भने आफूलाई पनि माया गर्नु होला। अनि आफूलाई पनि टाइम दिनु होला, एकछिन भए पनि टाइम दिनु होला है। अनि त्यसपछि एक दिन गाह्रो हुन्छ, 2 दिन गाह्रो हुन्छ, तर हामी बस्दै जान्छ। आज 10 मिनट, भोलि 20 मिनट त्यसरी गर्दै एक्सर्साइज गर्दा चाहिँ आफूलाई चाहिँ बानी हुन्छ। त्यसपछि चाहिँ इजी हुँदै जान्छ। भिडियो हेरेर हजुरहरूलाई चाहिँ कस्तो लाग्छ मन परेमा लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। धन्यवाद।